सिन्धुपाल्चोक जिल्लाको खोटाङ 5 पोखरी लेकबाट आएको इन्द्रावती र तिब्बतको न्यालम प्रदेशबाट सिन्धुपाल्चोक जिल्लाकै मितेरीपुर, बाह्रविसे, नामसाँगु, आडिचौर हुँदै बग्दै आएको सुनकोशी नदीको सङ्गम स्थल हो दोलालघाट। हुम्लु गाउँपालिका वडा नम्बर 10 मा पर्ने यो सुन्दर बजार कुनै बेला काभ्रे जिल्लाको पूर्वीय क्षेत्र रामेछाप सिन्धुपाल्चोकको व्यापारिक केन्द्र थियो। सन् 1953 सालमा सागरमाथाको पहिलो पर्वतारोही एडमन्ड हिलरी यही ठाउँबाट आफ्नो गन्तव्य सुरु गर्दै पौवा, हुम्लु, चौबास, डौरी, रिस्याङ्गु, काँडीखेडा हुँदै सागरमाथा आधार हिँडेका थिए भन्ने सुनिन्छ। दुईवटा नदीहरूको सङ्गम स्थलमा रहेको दुलालेश्वर महादेव पिकनिक स्थल, चिसो पानी खसला माछा, नानाकालीन म्युजियम, खोलङ्गी पुल यस ठाउँको आकर्षण केन्द्र हुन्। पूर्वको भोजपुर, ओखलढुङ्गा, मिलुङ जाने पैदल मार्ग यही ठाउँबाट तय गरिन्थ्यो। यहाँ अहिले खाने र बस्ने ठाउँको राम्रो व्यवस्था छ र सानो सैलुङ जानको लागि पहिलाको जस्तो पैदल जानु पनि पर्दैन। गाडीको राम्रो व्यवस्था